इन्टरनेशनल एजुकेसन रिप्रेजेन्टेटिभ इनिसिएटिभ अफ नेपाल आइरिन नेपालका अनुभवी शैक्षिक व्यक्तित्व तथा शैक्षिक परामर्श क्षेत्रका अग्रणी संस्थाहरूको साझा पहलमा स्थापित गैर नाफामूलक संस्था हो। सन् 2014 मा स्थापना भएको यस आइरिन शैक्षिक परामर्श क्षेत्रमा नैतिकता, व्यावसायिकता र गुणस्तरीय सेवाको प्रवर्धनमा प्रतिबद्ध रहेको कुराहरू पनि म यहाँहरू समक्ष अवगत गराउन चाहन्छु। विद्यार्थीलाई विदेश अध्ययन सम्बन्धी सही जानकारी र उचित मार्गदर्शन प्रदान गर्दै आइरिनले विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा सरकारवाला निकायहरू बीच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न निरन्तर काम गर्दै आएको छ। शिक्षा कुनै पनि राष्ट्रको विकास, समृद्धि र सभ्यताको आधारशिलता हो। विशेष गरी उच्च शिक्षा व्यक्तिको बौद्धिक, व्यावसायिक र सामाजिक विकासको महत्त्वपूर्ण मिडियम अर्थात् माध्यम हो। आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ। विज्ञान, प्रवृत्ति, अनुसन्धान, नवप्रवर्तक तथा विश्वव्यापी प्रतिस्पर्धाले शिक्षाको स्वरूपलाई निरन्तर परिवर्तन गरिरहेको छ। यस्तो परिवेशमा नेपालका विद्यार्थीहरूले देशभित्र होस् या देश बाहिर प्राप्त गर्न सक्ने अवसर तथा उनीहरूले सामना गरिरहेका चुनौतीहरूका बारेमा गम्भीर बहस, विश्लेषण र समाधानको खोजी आवश्यक बनेको छ। नेपालमा पछिल्ला वर्षहरूमा उच्च शिक्षाको पहुँच विस्तार हुँदै गएको छ। विभिन्न विश्वविद्यालयहरू, प्राविधिक तथा व्यावसायिक शिक्षाका संस्थाहरू, अनुसन्धानका अवसरहरू तथा अन्तर्राष्ट्रिय सहकार्यले विश्वविद्यालयका लागि नयाँ सम्भावनाहरू सिर्जना गरेको छ। यद्यपि गुणस्तर शिक्षा, अनुसन्धानमा लगानी, आधुनिक पूर्वाधार, उद्योग, शिक्षा, सहकार्य तथा रोजगारीसँग सम्बन्धलाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता अझै पनि विद्यमान छ। यसै गरी अर्कोतर्फबाट विदेश अध्ययन गर्न नेपाली विद्यार्थीहरूका लागि आकर्षण विकल्पका रूपमा स्थापित भएको कुरा त तपाईँ हाम्रो अगाडि अहिलेको अवस्थामा छर्लङ्ग छ। विकसित देशहरूको गुणस्तरीय शिक्षा प्रणाली, आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय अनुभव, अनुसन्धानका अवसरहरू तथा विश्वव्यापी करियर सम्भावनाले हजारौं नेपालीहरूलाई विदेशतर्फ आकर्षण गरिरहेको छ। विदेशमा अध्ययन गरेर प्राप्त ज्ञान, सिप र अनुभवले व्यक्तिगत विकास मात्र होइन, नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ भन्ने मैले ठानेको छु। तर अवसर सँगसँगै चुनौतीहरू पनि महत्त्वपूर्ण छन्। आर्थिक भार, सामाजिक समायोजन, मानसिक स्वास्थ्यका समस्या, भाषा तथा सञ्चारका चुनौतीहरू, इमिग्रेसन सम्बन्धी नियमहरू तथा इम्प्लोइमेन्ट, जब अपर्च्युनिटीमा देखिएको प्रतिस्पर्धा तथा अध्ययन पछिको भविष्यबारे को अनिश्चितता जस्ता विषयले विद्यार्थी र अभिभावकहरूलाई प्रभावित पारिरहेको छ। साथै नेपालको सन्दर्भमा बढ्दो विद्यार्थी पलायन, प्रतिभा बाहिरिने प्रवृत्ति र देशभित्र दक्ष जनशक्तिको अभाव जस्ता विषयहरू पनि गम्भीर बहस नबनेका भने होइनन्। यसै सन्दर्भमा आजको यस छलफल सम्मेलन अत्यन्त सार्वजनिक र महत्त्वपूर्ण छ। हामी यहाँ केवल समस्या पहिचान गर्नका लागि मात्र भेला भएका छैनौँ, बरु
अवसरहरूको अधिकतम उपयोग गरी कसरी गर्ने, चुनौतीको सामना कसरी खोज्ने र नेपालको उच्च शिक्षा प्रणालीलाई अझ प्रभावकारी, प्रतिस्पर्धी र विश्वस्तरीय कसरी बनाउने भन्ने विषयमा साझा धारणा निर्माण गर्न हामीहरू यहाँ एकीकृत भएका छौँ। आजका आदरणीय वक्ताहरू, विज्ञहरू र सरकारवालाहरूले आफ्ना अनुभव, अनुसन्धान, दृष्टिकोण तथा सुझावहरू प्रस्तुत गर्नुहुनेछ। उहाँहरूका विचारहरूले नीति निर्माण, शैक्षिक सुधार, विद्यार्थीलाई एउटा मेन्टरसिप तथा इन्टरनेसनल एजुकेसनसँग सहकार्यका लागि थप सशक्त बनाउनको लागि महत्त्वपूर्ण योगदान पुर्याउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। विशेष गरी विद्यार्थी र अभिभावकहरूले यस्ता कार्यक्रमहरूबाट प्राप्त जानकारीहरूलाई सही निर्णय लिन उपयोग गर्न सक्नेछन् भन्ने पनि हामीले यो प्रोग्रामको उद्देश्यको रूपमा लिएका छौँ। हामीले आजको छलफलबाट केही महत्त्वपूर्ण प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौँ। नेपालमा उच्च शिक्षाको गुणस्तर कसरी सुधार गर्न सकिन्छ, विदेश अध्ययनलाई अझै व्यवस्थित, सुरक्षित र परिणाममुखी, रिजल्ट ओरिएन्टेड हामी कसरी बनाउन सक्छौँ, अन्तर्राष्ट्रिय शिक्षा र नेपाली शिक्षाको नेपालको विकासको प्रभावकारी सम्बन्ध कसरी स्थापित गर्न सक्छौँ तथा विश्वव्यापी प्रतिस्पर्धाको युगमा नेपाली युवाहरूलाई सक्षम, आत्मनिर्भर तथा नवप्रवर्तनशील हामी कसरी बनाउन सक्छौँ भन्ने प्रश्नहरूको पनि आजको यस सभाबाट, यस सेसनबाट हामीले उत्तर पाउनेछौँ भन्ने मैले विश्वास लिएको छु। म दृढ विश्वास गर्दछु कि शिक्षा केवल डिग्री प्राप्त गर्ने माध्यम मात्रै होइन, यो व्यक्तित्व निर्माण, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणको एउटा स्ट्रङ पिलर हो भन्ने मलाई लाग्छ।